सबैलाई स्वागत छ मैले बनाउनु खोज्छु तबाटै दिँदैन चिच्चाएर कि दिदीलाई पनि खुवाउनु पर्यो त साथीहरू यस्तो छ अवस्था उठाएर खुवाउनुपर्छ खाने म खुवाइदिन्छु है म खुवाइदिन्छु तिमी त खसाउँछौ त यस्तो कष्ट छ साथीहरू मेरो छोरी यस्तो पाल्नु छ खाना पनि खिलाइदिनुपर्छ सबै आफै गर्नुपर्छ दिइसकेपछि सब गर्नुपर्छ 13 वर्ष पुरा भइसक्यो अब भदौमा 14 वर्ष हुन्छ साथीहरू सबभन्दा पीर भनेको मलाई यही छ पीर पनि छ दुःख पनि छ मलाई त दुःख छ यसलाई पनि दुःख छ के गर्नु आफू पनि बिमारी छु मान्छेलाई पीर भन्ने कुरो एउटा न एउटा भइहाल्ने रहेछ साथी सबभन्दा ठुलो पीर भनेको मलाई यो कष्ट छ साथीहरू जस्तो ठुलो कष्ट के हो सन्तान के हुँदैन होस् भएपछि सबको सब राम्रो होस् अरू कुनैबाट दुःख पाइन्छ भने पनि आफूले गरेर खाने क्षमता हुन्छ छोड्न सकिने रहेछ तर बुढा पनि छोड्न सकिने रहेछ मान्छेले पीर चोट दियो भने तर त्यस्तोसँग चोट होस् त बच्चा छोड्न गाह्रो मलाई यसलाई छोड्न गाह्रो हुन्छ कमाउनु जाउँ भने यसलाई छोडेर कहाँ जाने गाउँघरमा काममै पाइँदैन साथी पहिला हामी देहरादुनमा छन् म इलाजको लागि आएको छु देहरादुनमा बच्चालाई पनि ल्याउनु परेछ साथीहरू यस्तो छ अहिले त 12-13 वर्षको त घरमा तर्खन नगर्ने हुन्थ्यो नि त राम्रो भइदिएर